हेलो हाई नमस्ते सबैजनालाई। आफ्टर लङ टाइम ब्याक धेरै भयो यो भ्लगिङ नगरेको। आज शनिबार अनि यसो सानो यताउति कतै टाढा त होइन यतिकै अब हिँडौँ भनेर चाहिँ सानो भ्लग बनाउँदैछु। त्यसको लागि चाहिँ यताउति हिँड्दैछु है। यताउति हिँडिरहेछ। म मात्र होइन पुरै परिवार नै छ यतै। हामी सबैजना यता हिँड्दैछ। यो खोलाको छेउ नै छ हामी हिँड्दै छौँ फेरि। यस वाट no what is what where we are going you don't know then yeah we are doing hiking so just walking not proper hiking but walking हो यो चाहिँ सरर हिँड्दैछौँ। हिँड्दैछौँ पुरा भयो खेलिरहेछ। Hey Isha, how you feeling walking here now? Huh? Good. ए खोलै खोला हिँड्दै जाउँ। कहाँसम्म पुग्नु हामी हिँड्दैछौँ तर कहाँ हिँड्दैछौँ कसैलाई थाहा छैन। बाटो नै थाहा छैन है। वे हाइकिङ रे हिँड्दैछौँ तर बाटो चाहिँ कसैलाई थाहा छैन है। बाटै थाहा नभइकन अम्ली नै हिँडिरहेछ। तर हामी हिँड्ने भने चाहिँ माथि डाँडामा जाउँ कि भनेर आएको हो तर अर्कै बाटो आएर चाहिँ यो बाटो नै कता हो अलिक कन्फ्युजन छ हौ बाटो। यताबाट अहिलेसम्म हिँडेको छैन। हिँड्दै जाउँ अब कहाँ पुग्दो रहेछ कहाँबाट माथि बाटो ओके होला यताबाट पनि माथितिर जाउँ। जो अगाडि हिँड्छ त्यही हो। Yeah, no. Yusang also wants to go there, right, Yusang? Yeah, you also wants to go there, right? Yeah? No. Yeah, we always go hiking, yes, we do. We always go. You know, after you come from Videsh, you never go to hiking, yeah? First time I go. This is your first time you're going hiking? Really? No, you are lying, this is not your first time. No. Look at Yusang, he lied, right? So he lied. Yeah. हिँड्दै जाउँ अब नहिँड्दा धेरै भइसक्यो लगभग 3-4 महिना नै भएन हिँड्ने। सो अहिले हिँड्दैछौँ तर कहाँ आइपुग्यो माथि पुग्नुपर्छ कि हामी माथि त्यो माथि त्यो पर चौतारीमा पुग्नुपर्छ हामीलाई। त्यहाँबाट चाहिँ अनि हामी माथिमा अलिकति माथि आइपुग्यो अहिले उकालो चढ्दा हाम्रो टार्गेट माथि पुग्नु थियो लगभग त्यहाँ आइपुगेका छौँ। र यहाँबाट चाहिँ दामी काठमाडौँ चाहिँ यस्तो दामी देख्छ क्या यहाँबाट नि अलरेडी क्या काठमाडौँ त्यही भएर दामी छ क्या हाइकिङ गर्नको लागि चाहिँ। अलिकति माथि उकालो चढ्ने बित्तिकै डाँडामा पुग्ने बित्तिकै काठमाडौँको भ्यू चाहिँ दामी नै देखिन्छ। हामी खासै थोरै मात्र चढ्यो। Yeah, what you would like to say? Say na खोइ को न ल Yeah, But we don't know where we are going. yeah. This is not proper hike, this is short hike के यस्तो धान खेती गरेर पुरै परालो रहेछ जस्तो लागेको छ यता। खेत छन् यस्तै खेत मान्छेहरू मजाले खेतीपाती गरेर धान उत्पादन गरेर परालहरू ठन्न राखेको छ त्यता। सो हाम्रो टार्गेट माथि भएको कारणले गर्दा चाहिँ हामी लाग्छौँ माथितिर। पुरै खेतीपातीहरू छ यता जौँ हो कि गहुँ के हो यो पुरै यस्तो छ यस्तै छ हौ यस्तै छ। र हामी माथि उकालो चढ्दैछौँ। मेरो पछाडि हेर्दा हुन्छ काठमाडौँको भ्यू कस्तो देखिन्छ भनेर चाहिँ एउटा कुरा देख्यो क्या
Okay. Yeah. Not the Yeah. Don't go, Choro. That will, don't go close to them. Look. Ostrich. and this Yeah, both ostrich. Ne. and this is dog. But that one is dog. Ne. These are ostrich. Ne. This black. These are ostrich. They are dog. Chukyo. Hey, no ostrich. Oh, turkey. This is turkey. You see? What do we call for this? Turkey, yeah? Turkey dog. What? This one? This white one? No. Turkey. Where is the Lophophorus? No, these are not Lophophorus. के ल यो चाहिँ यता यो पाल्ने ठाउँ रहेछ हैन पालेर यता त्यो गर्ने What's that you said? What? Oh, oh, oh. They're saying don't disturb us. Oh. They're saying don't disturb us. Let's go. Let's go. So हाम्रो हाइकिङ कन्टिन्युली जाँदैछ क्या बाहिर हिँड्नुको फाइदै यही हो क्या बच्चाहरूले यताउति कुराहरू देखिन्छ र उनीहरूले सिकिन्छ सो त्यही राम्रो हो त्यही भएर नै प्राय हिँड्ने गर्थ्यो तर अहिले चाहिँ धेरै भएन हिँडेको र आज धेरै पछि हिँड्दैछौँ इट्स बिन जस्ट फ्यु मिनट्स वी वक के एकछिन मात्र भयो यी महारानीलाई चाहिँ यहाँ भोक लागिसक्यो क्या महारानी पुरै फर्काउँदैछ महारानीले चाहिँ हामीलाई चाहिँ भोक लाग्दै के खाने भन्छ यस्तो छ हो यस्तो छ द्याट्स वाइ सी इज माई प्रिन्सेस क्या सी हेज very very big demands so she demands lots of big things not big things but she demands lots of unnecessary things yes or no so yes or no No, guys, he's lying. He's not a liar. no just you will see guys you will see just we are just started our hiking for 15 minutes and she already demand what do you need what do you need huh what do you need what do you need hey Yusan what do you need what do you need what do you need okay what do you ask to eat we just started to walk and you need to eat right you guys need to eat right we just walk and you guys need to eat yeah we just walk and you guys need to eat okay this is just few minutes walk problem this is the problem with trash everywhere काठमाडौँको सबैभन्दा ठुलो समस्या यो फोहोरको हो मान्छे जत्था भावी फोहोर फाल्छन् यताउति गर्छन् है दिस इज द बिग इस्युज गोइङ अन क्या एकदमै ठुलो बिग इस्यु हो मलाई लाग्छ यसको लागि चाहिँ पब्लिकहरु नै अवेरनेस हुनुपर्छ पब्लिक आफैले चाहिँ बुझेर यस्तो गर्यो भने हो न त भने सधैँ यतिकै फोहोरै भइरहेको हुन्छ सधैँ नै फोहोर नै भइरहेको हुन्छ त्यसैले पब्लिक अवेरनेस इज रियली इम्पोर्टेन्ट स्पेसल्ली यो फोहोरहरु म्यानेजमेन्ट गर्ने उसमा चाहिँ पब्लिक अवेरनेस चाहिँ चाहिन्छ जस्तो पनि लाग्छ हामी काठमाडौँ माथि चढ्दैछौँ माथिबाट देखिने काठमाडौँको दृश्य चाहिँ यो हो एकछिन तल ब्रेक गर्यो ब्रेक पछाडि चाहिँ राम्रै कन्टिन्युली गइरहेछ छोरीको हालत चाहिँ अहिले खराब भइसक्यो यस्तो भइरहेछ छोरीको हालत छोरी फिनिश say something what happened you are done hiking यस्तो भइसक्यो कि बोइलरै हो नि अहिलेको बच्चाहरु oh I'm you know guys मैले त्यसै you see he just told me liar right now you can see that liar who is demanding many things look she always does this yeah when you go for hiking
आजको हिँडाइको उकालो यात्रा जारी नै छ। माथि 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 आइसक्यो। धेरै पछि हिँडेर होला अलिअलि जे होस् ज्यानलाई चाहिँ गाह्रो 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 होला जस्तो भएको छ। तर शनिबार आज म्यासिभ 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 मान्छेहरू चाहिँ यो बाटोमा तलमाथि गएर हुन्छ। किनभने यो बाटो हुँदै मान्छेहरू चाहिँ माथि स्विजरल्यान्ड पार्कतिर अनि माथि कालुपाण्डे डाँडातिर जाने गर्छ। त्यसैले म्याक्सिमम बाइक गाडीहरू यताउति हिँडिरहेछ। हाम्रो टिमहरू यता यता आइपुगेको छ। छोरी यता छ, बुढी उता। So what are you doing? Big mountain. Oh my God, this is your Mount Everest? Yeah. Yeah? Come on, you're doing good. Come. Come on. Climbing Mount Everest. Look. Look. These people are walking like this. Yeah. No. हिँड्दा माथि डाँडामा यस्तो दामी ठाउँमा आइपुग्यो। यता नि रोड, हामी यताबाट आएको दामी ठाउँमा आइपुग्यो। यता दामी ठाउँमै आइपुग्यो। धेरै माथि आइपुग्यो अहिले। धेरै माथि काठमाडौँको भ्यू तल यस्तो तल देख्न सक्छ। धेरै नै माथि आइपुग्यो काठमाडौँ। काठमाडौँ तल छ र हामी अहिले माथि नै आइपुगेछ। बाइक गाडीहरू आज एकदमै म्याक्सिममै हिँडेको छ हो यो बाटोमा आज बाइक गाडीहरू। किनभने आज शनिबार भएको भएर एकदमै के म्याक्सिमम हिँडिरहेको छ। छोरीको छ निकाल्नु त ड्रम ठोक्दैछ। एकदमै मान्छे धेरै घुम्न जाने बाटो हो यो माथि स्विजरल्यान्ड पार्क। एज आई से बिफोर कालुपाण्डे डाँडा हुँदै तल घुम्न जाने ठाउँ हो यो। र मान्छेहरू म्याक्सिमम नम्बरमा आइरहेको छ। ल बाइकै बाइक ओके ल। Yeah? Okay. So हामी अब यताबाट एकछिनमा फर्किन्छौँ होला। अब हामी धेरै माथि चाहिँ नजाउँ होला। यता चाहिँ सेकुवा टनाटन सेकुवाहरू पाउने रहेछ हौ यता। टन्नै यो बजारै सेकुवा बजार जस्तो लाग्छ। हेर्नुहोस् त ल, सेकुवा बजारमा आइपुग्यो हामी। सेकुवा बजार आइपुग्यो। ऊ त्यहाँ त झन् धेरै रहेछ। सेकुवा 4 कि 5 हो? 4 त्यही होला। एउटा चिकन सधैँ यस्तै हो कि शनिबारमा त यस्तो हुँदा यतै हो? ए हुनु चाहिँ हुन्छ प्रायः सधैँ है। यो ठाउँलाई के भन्छ दाइ? कङ्काली। दामी ठाउँ रहेछ। यता ल है हेर्नुहोस् त दामी छ हाम्रो दाइको। हामीले चाहिँ सेकुवा मजाले खायो। अब खाइसके पछाडि हामी चाहिँ तल अब फर्किँदैछौँ। 2 जना त्यहाँ छ, एउटा छोरी र बाबा। 2 जना चाहिँ यता आयो। सो अब हामी तल लाग्दैछौँ। तल गएर लगभग त्यस्तै अब आधी घन्टा 45 मिनट 1 घन्टा लाग्छ होला यहाँबाट तल पुग्नलाई। I think in 1 hour we will get down. So 1 घन्टा जतिमा चाहिँ हामी अब तल पुग्छौँ होला। स्टिल के मान्छेहरू चाहिँ एकदमै आइरहेछ यो ठाउँमा। एकदमै
म्याक्सिमम नम्बरमा मान्छेहरू आइरहेछ स्पेसली आज चाहिँ बाइकहरू धेरै जताजतै आयो ल अब तल जाँदैछौँ तल जान्छौँ यो सँगै तल पुगे पछाडि चाहिँ हाम्रो भ्लग चाहिँ फिनिस हुन्छ तल अहिले हामी चाहिँ यो सर्टकट बाटो हिँडेको एउटा सुन्यो कि सुनेन यता बाघ कराएको थियो भर्खर बाँडेर गरेको थियो बाघ भर्खर बाघ कराएको थियो यता तर सुने यस्तो ओह्रालो बाटो छ कि सर्टकट होइन सर्टकट तर एकदम ओह्रालो छ सर्टकट बाटो अप्ठ्यारो छ ओह्रालो तर हामी यो सर्टकटको बाटो हिँडेको किनभने sorry you want to phone like that give mommy phone her phone walk properly focus on walk now she fall down now she fall down look Yusang is walking now Yusang also can walk before he don't know how to walk but now he can walk अनि यस्तो ओह्रालो बाटो हिँडिरहेको हामी चाहिँ any side you go na go this side go let's go na go oh there is lower cave there is lower cave see squirrel in that they're shaking that there yeah. Let's go in that tree you go na you go there you will see in that tree there is squirrel so oral in that tree come they were somewhere here there yeah I think here no we are going down this is very this is already down let's go this is a problem let's go let's walk away guys go no together no need to hold they can walk themselves right? They have to walk themselves look that is lazy way to do like that look she is very scared nowadays look she cannot walk how she don't know nowadays how to walk before she can walk when she was small she did lots of hikes and she walked in that all the places but now she's grown and she forget how to walk so she forget how to walk but it's actually this trail also is steep down this is steep down this trail also is steep down go down go let's go guys go sorry you are wasting time where to go you go first go you go go first go no she don't push so why she push that she don't push go no the trail is very difficult to go down here actually this trail is but Sori is walking like a crab using her both hand legs everything she forgot to walk it's been quite long haven't do hiking but she already forgot she's very scared before she walk here in this place so nicely tap yeah so now you can walk right okay so Sori cannot walk my Sori is like walking like crab nowadays he will always walk like a short who no when I walk like turtle I'm walking so nicely yes I'm walking nicely no I'm walking nicely I know I can walk this place is for me it's difficult I can walk in this place easily that's no problem no problem at all for me you know so I can walk easily even I can walk harder than this trail this is nothing this is very easy peasy for me to walk अब चाहिँ हामी राम्रो बाटो आइपुग्नु लागेछ रोडमा तर this side is better than other side किनभने other side was lots of car bikes was there
सो यता चाहिँ फ्रिली 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 हिँड्न पाइरहेछौँ तर बाटो चाहिँ अलिकति अप्ठ्यारो नै छ हो यस्तो अब हामी आइपुग्यौँ राम्रो बाटोमा हाम्रो सर्टकट बाटो सकिएको छ किनभने अब चाहिँ के हो हामी अघि यताबाट माथि उकालो चढेको र अहिले यताबाट तल झरेको सर्टकट बाटो यता हो ल हुँदै 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 अब हामी तल घरसम्म